खाली टीका बनाउने तिमीहरूको त्यो नरपिसाचो मुटु, तिमीहरूको त्यो मनमा दायाँ बायाँ नभएको मुटु छिया छिया परेर कुहिएर झरुन्। ठुला ठुला रोगले सताउन् तिमीहरूलाई। ए भ्रष्टाचारी नेता हो, जबसम्म तिमीहरूले हामी 80 लाख युवालाई देशमा रोजगार दिँदैन तबसम्म म गुणबहादुर श्रेष्ठ सरापै आन्दा भुँडी लादी गु निस्किनी गरेर सरापै गर्नेछु। तिमीहरूको त्यो दिदीबहिनीले दिएको तिहारको अन्डा जस्तो खाएको त्यस्तै कन्ट्रोबाट निस्कुस परमेश्वर। म भगवान अल्लाह गड सबैलाई पुकार्छु। नेपालको देवी देवता पशुपति दक्षिण काली मनोकामना पाथी भाडा माई सबैलाई पुकार्छु। तिमीहरूको सन्तानमा सैनिक कहिले सुख शान्ति नहोस्, अब्ताली होस्। तिमीहरूको छोराछोरी नेपालमा भ्रष्टाचार गरेको पैसाले युरोप अमेरिकामा मजाले पढिरह होलान्, मजाले खैरे केटीसँग मस्ती गरिरह होलान्, कोही छोरीहरू खैरे केटासँग मस्ती गरिरह होलान्। तिनीहरूको कहिले मनमा सुख शान्ति नहोस् र तिनीहरूको छोराछोरी जन्मे पनि सबै कोही कान नसुन्ने, नाकै नभएको, आँखा नदेख्ने, लाटो लठेब्रो बहिरा, कोही दिमागै नभएको, कोही हग्ने कन्डो नभएको, कोही पिसाब फेर्ने दुलो पनि नभएको त्यस्तो जन्मुस् परमेश्वर। म टुहरा 1.5 वर्षमा आमा मरेको टुहरा दलितको घरमा मागी खाएर हुर्कियो। अहिले विदेशमा मरि अर्काको दासी बनेर काम गरिरहेछ 55 डिग्रीको तातो घाममा। देशलाई बनाउँदैछ बिहार, देश बेचेको पैसाले मजाले मासु भात बियर रक्सी खाएर मनाऊ तिहार। धन्य छ नेता हो तिमीहरूलाई, धन्य छ। भ्रष्टाचार गरेको पैसाले तिमीहरूले मजाले मानेको तिहार, तिमीहरूको त्यो मरेको 13 दिनको काट्टो खाएको बराबरी होस्। तिमीहरूले भ्रष्टाचार र देश बेचेर तिमीहरूको दिदी बहिनीलाई दिएको दान दक्षिणा सेतो कात्रो दिएको बराबर होस् र तिमीहरूको दिदी बहिनीले दिएको खानेकुरा भ्रष्टाचारीलाई 20 बराबर होस्। 13 दिनको काट्टो दिएको बराबर होस्, 45 दिनको काट्टो चढाएको बराबर होस्। कहिले पनि तिमीहरूको सुख शान्ति नहोस्। तिमीहरूको परिवारमा सधैँ दुःख मात्रै छाओस्। तिमीहरूको परिवार कोही बौलाएर मरोस्, कोही छट्टाएर मरोस्, कोही झुन्डेर मरेको भने सुन्न पाउन्, कोही कोसीमा हाम फालेर मरेको भनेको सुन्न पाउँ। 80 लाख युवा युवतीलाई परदेशमा पठाएर खाली टीका बनाउने तिमीहरूको त्यो नरपिसाचो मुटु, तिमीहरूको त्यो मनमा दायाँ बायाँ नभएको मुटु छिया छिया परेर कुहिएर झरुन्। ठुला ठुला रोगले सताउन् तिमीहरूलाई। ए भ्रष्टाचारी नेता हो, जबसम्म तिमीहरूले हामी 80 लाख युवालाई देशमा रोजगार दिँदैन तबसम्म म गुणबहादुर श्रेष्ठ सरापै आन्दा भुँडी लादी गु निस्किनी गरेर सरापै गर्नेछु। तिमीहरूको त्यो दिदीबहिनीले दिएको तिहारको अन्डा जस्तो खाएको त्यस्तै कन्ट्रोबाट निस्कुस परमेश्वर। म भगवान अल्लाह गड सबैलाई पुकार्छु। नेपालको देवी देवता पशुपति दक्षिण काली मनोकामना पाथी भाडा माई सबैलाई पुकार्छु। तिमीहरूको सन्तानमा सैनिक कहिले सुख शान्ति नहोस्, अब्ताली होस्। तिमीहरूको छोराछोरी नेपालमा भ्रष्टाचार गरेको पैसाले युरोप अमेरिकामा मजाले पढिरह होलान्, मजाले खैरे केटीसँग मस्ती गरिरह होलान्, कोही छोरीहरू खैरे केटासँग मस्ती गरिरह होलान्। तिनीहरूको कहिले मनमा सुख शान्ति नहोस् र तिनीहरूको छोराछोरी जन्मे पनि सबै कोही कान नसुन्ने, नाकै नभएको, आँखा नदेख्ने, लाटो लठेब्रो बहिरा, कोही दिमागै नभएको, कोही हग्ने कन्डो नभएको, कोही पिसाब फेर्ने दुलो पनि नभएको त्यस्तो जन्मुस् परमेश्वर। म टुहरा 1.5 वर्षमा आमा मरेको टुहरा दलितको घरमा मागी खाएर हुर्कियो। अहिले विदेशमा मरि अर्काको दासी बनेर काम गरिरहेछ 55 डिग्रीको तातो घाममा।
हाम्रो दिदीबहिनीको आँखाबाट जसरी आँसु तुरु तुरु झारेको छ, हाम्रो बुबा आमाको आँखाबाट जसरी दसैँ आए रुनुपर्ने, तिहार आए रुनुपर्ने, त्यस्तरी रुनुपर्ने बाध्यता बनाएर हामीलाई परिवास खाडीमा बेचेको छ। तिमीहरूको पनि त्यस्तै होस् परमेश्वरा, तिमीहरूको कहिल्यै भलो नहोस्। नेपाल आमाले तिमीहरूलाई सधैँ श्रापी दिनेछ, त्यो श्रापले तिमीहरूको सन्तान कहिले पनि भलो भएर उँभो लाग्ने छैन, झन् उँधो लाग्नेछ। तिमीहरूको बुढी बौलाको भन्ने सुन्न पाउँ, छोरा मरेको भन्ने सुन्न पाउँ, छोरीहरू झुन्डेर मरेको भन्ने सुन्न पाउँ। परमेश्वरा, यो देश बेचेर खाने भ्रष्टाचारी, काला पानी सकिसक्यो, नाला पानी सकिसक्यो, लिपुली लेक सकिसक्यो, सप्तकोशीको बाँधले सधैँ तराईलाई डुबाइरहन्छ। यस्तो देश बेचेर दसैँ मान्ने, देशै बेचेर तिहार मान्ने, देशै बेचेर ठुला अलिसान बिल्डिङ बनाएर बस्ने, देश बेचेर कहिले सिङ्गापुर, कहिले युरोप, कहिले अमेरिका घुमेकै गर्ने, मौज मस्ती गर्ने, अलिकति छिरिक्क बिरामी भयो भने युरोप अमेरिकाको हस्पिटलमा उपचार गर्न जानुपर्ने यो देश बेचुवा नेताहरूको कहिले सुख शान्ति नहोस्। र मरेपछि पनि यो तिहारको आज भाइटिकाको दिन भन्दैछु, यिनीहरूलाई मरेपछि पनि 7औं पुस्तासम्म यिनीहरू नर्कवास होस्। तिनीहरूलाई पानी भन्दाखेरि कुकुरको पिसाब दिउन्, खाना भन्दाखेरि कुकुरको गु दिउन्। परमेश्वर, भगवान, ईश्वर, अल्लाह यिनीहरूलाई कहिले सुख शान्तिले बाँच्न पनि नदिनु, मरेपछि पनि यिनीहरूलाई सुख शान्तिले बाँच्न नदिनु। स्वर्गमा होइन नर्कमा पिपै पिप, रगतै काँचो रगत अनि ठुला लामो दारा भएको राक्षसहरूको बीचमा राख्नु होला सधैँ। अनि त्यसपछि बल्ल थाहा पाउनेछ यिनीहरूले हाम्रो आँसु जसरी रहेको छ, हाम्रो निधार खाली गराएको छ, त्यसरी नै तिमीहरूको पनि त्यस्तै होस्। तिमीहरूको कहिले सुख शान्ति नहोस्। यो जबसम्म म जिउँदो रहन्छु, जबसम्म मैले भाइटिका लगाउनु पाउँदैन, तबसम्म यो माटोको टिका लगाउने छु। माटोको टिका, यो माटोको टिका चाहिँ के हो भन्दाखेरि मेरो देशको माया भएर लगाएको हो मैले माटोको टिका। यो माटोको टिका मैले देशको माया भएर आज भाइटिकाको दिन माटोको टिका लगाएको छ। यो देशको फटा भ्रष्टाचारी बलात्कारी नेताहरूलाई न देशको माया छ, न युवा युवतीको माया छ। नेपाली युवाहरूलाई प्रदेशमा बेचेको छ। घरमा बुढाबुढी आमाहरू बिचारा वहाँ रुँदै बसेका छन्। हाम्रा चेलीबेटीहरू घरमा वहाँ रुँदै बसेको छन्। कहिले आउने भाइ, कहिले आउने छोराछोरी भन्दै बसेका छन्। तर हाम्रो न 2 वर्ष नपुग्नेसम्म हामी नेपालमा आउन पाउँदैन, न अनि 2 वर्षभित्र त्यो पनि बाँच्यो भने नेपालमा जिउँदै आइन्छ, मर्यो भने काठको बाकसमा जानुपर्छ। यस्तो विडम्बना छ हामी प्रवासीको जिन्दगी। यस्तो जिन्दगी बनाउने सबै नरपिसाजु यो भ्रष्टाचारी देश बेचुवा नेताहरूले गर्दाखेरि हो। त्यत्रो करोडौं अर्ब मिलियन डलर विदेशीले सहयोग गरेका छ। त्यो पैसाहरू सबै कार्ला पुर्लु भ्रष्टाचार गरेर मर्ने गरेर पेट फुट्ने जाल घिच्या छ। त्यही भएर हामी परदेशी युवाहरूले कहिले रोजगार पाएन। त्यत्रो 2072 सालको भुइँचालोमा आएको पैसाले त्यत्रो करोडौं बिलियन डलर सबै कार्ला पुर्लुप खाएर मर्या छ। तिनीहरूलाई कहिले नपुगोस् परमेश्वर। जति पैसा भए पनि तिनीहरूलाई कहिले नपुग्छ जिन्दगीमा। जब मरेपछि पानी भन्दा पानी खान पाउँछ, न भात भन्दा भात खान पाउँछ, न त सुत्नु भन्दा सुत्न पाउँछ। त्यस्तो नरक ठाउँमा तिनीहरूले जिन्दगी गुजार्नको लागि भगवानले त्यस्तो ठाउँ बनाएको छ परमेश्वर। भगवान पशुपतिनाथ, भगवान पाठीबारामै दिगो बराबर होस्। र त्यो भ्रष्टाचारीको दिदीबहिनीहरूले तिनीहरूलाई दिएको अन्डा, खाना, मासु, भात, फुल, माला